नमस्कार, स्वागत छ यहाँहरूलाई मेरो घरेलु किचनमा। म हुँ अरुणा। आज म यहाँहरूलाई खसीको खुट्टाको झोलको रेसिपी सेयर गरेको छु। जाडोमा अथवा पानी परेको बेलामा अथवा जुनसुकै समयमा पनि यसलाई बनाएर खान सक्नुहुन्छ। एकदमै स्वादिलो रेसिपी सेयर गरेको छु। भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहोला। खसीको खुट्टाको झोल बनाउनको लागि यहाँ मैले 4वटा खसीको खुट्टा लिएको छु। खसीको खुट्टालाई काटेर एउटालाई 3 भागमा काटे अनि खुट्टातिरको साइजलाई चाहिँ 2 भागमा काटेर 4 टुक्रा बनाएर काटेर लिएको छु। अब यसलाई पकाउनको लागि मैले ग्यासको हिट अन गरेर एउटा कुकर बसालेको छु। कुकरमा सिटी लगाएर पकाउन जाँदैछु। त्यसमा मैले तेल राखे। तेल चाहिँ हजुरहरूले जुनसुकै कुकिङ ओइल राख्न सक्नुहुन्छ। तेल मजाले तातिसकेपछि त्यसमा मैले थोरै जिरा, 3-4वटा ल्वाङ, 3-4वटा सुकमेल अनि 2-3वटा दालचिनीका टुक्राहरू राखेर यसलाई एकैछिन फुराए। एकैछिन फुर्न दिइसकेपछि मैले मसिनो गरेर काटेको 2वटा मिडियम साइजको प्याजलाई राखे अनि सँगसँगै 3-4वटा हरियो खुर्सानीलाई पनि काटेर राखेको छु। यसलाई राखेर राम्रोसँग चलाएर मिक्स गर्ने। ग्यासको हिटलाई मिडियम हिटमा राखेर प्याज र खुर्सानीलाई एकैछिन फ्राई गरिसकेपछि यसमा मैले आधा चम्चा जति बेसार अनि 1 चम्चा जति कश्मिरी लाल मिर्च पाउडर राखेको छु। कश्मिरी लाल मिर्च पाउडर पिरो हुँदैन, यो कलरको लागि मात्र हो। अनि काटेर राखेको खुट्टालाई राखे। यसलाई राखेर एकचोटि राम्रोसँग चलाएर मिक्स गर्ने। राम्रोसँग चलाएर मिक्स गरिसकेपछि मैले एकैछिन छोडे अनि फेरि चलाए अनि फेरि एकैछिन छोडे। यसरी नै छोपेर अनि चलाउँदै छोप्दै गरेर एकैछिन फ्राई गरिसकेपछि फेरि ढक्कन खोलेर हजुरलाई देखाएको छु। यो राम्रोसँग फ्राई भइसकेको छ। अब यसमा लसुन अदुवाको पेस्ट राखे 1 चम्चा जति अनि सँगसँगै नुन र अनि जिरा धनिया पाउडर मिक्स गरेर 1 चम्चा राखेको छु। हजुरहरूलाई पिरो, अमिलो अनि चिल्लो चाहिँ कतिको मनपर्छ त्यही अनुसार राख्नुहोला। मैले राम्रोसँग चलाएर मिक्स गरेँ। अब यसलाई ढक्कन लगाएर एकैछिन मिडियम टु लो हिटमा छोपेर पकाउने। 1 मिनट जति पकाए छोपेर अनि ढक्कन खोलेर हजुरहरूलाई देखाएको छु। अब भने मसलाहरू राम्रोसँग पाकिसकेको छ। मजाले एकचोटि राम्रोसँग चलाउने अनि मसिनो गरेर काटेको टमाटरलाई राख्नुहोस्। हुन त यसमा टमाटर नराख्दा पनि हुन्छ। मैले चाहिँ 3-4वटा टमाटरलाई मसिनो गरेर काटेर राखेँ। टमाटर राखिसकेपछि मैले थोरै पानी राखेको छु डढ्न नदिनको लागि। थोरै पानी राखिसकेपछि राम्रोसँग चलाएर मिक्स गरेँ। टमाटरलाई लतक्क पाक्न दिनको लागि छोपेर एकैछिन पकाउने। अब ढक्कन खोलेर हजुरलाई देखाएको छु। टमाटर पनि लगभग पाकिसकेको छ। एकचोटि राम्रोसँग चलाएर मिक्स गर्ने। राम्रोसँग चलाएर मिक्स गरिसकेपछि हजुरहरूले देख्न सक्नुहुन्छ टमाटर अझै अलिअलि पाकेको छैन। यसलाई अझै पाक्न दिनुपर्छ। हजुरहरूले देख्न सक्नुहुन्छ अब भने टमाटर पाकिसकेको छ। अब यसमा हजुरहरूलाई कतिको झोल मनपर्छ त्यही अनुसारले पानी एड गर्नुहोस्। राम्रोसँग चलाइसकेपछि मैले चाहिँ 1 माना जति पानी राखेको छु। 1 अंखरा जति पानी। यति पानी राखेपछि हामी 3-4 जनालाई चाहिँ मजाले झोल पुग्छ। यति पानीमा सिटी लगाइसकेपछि यसमा भएको पानी हल्का कम हुन्छ अनि हल्का बाक्लो झोलिलो झोल हुन्छ। राम्रोसँग चलाएर मिक्स गरिसकेपछि अब यसमा मैले थोरै गरम मसला पाउडर राखेँ अनि एउटा गोल्डी मसला राखेको छु। यसलाई राखेर एकचोटि राम्रोसँग चलाएँ। अब यसलाई हामीले सिटी लगाउनु पर्छ। मैले राम्रोसँग चलाइसकेपछि कुकरको बिर्को लगाएर मिडियम हिटमा 2 सिटी लगाएँ पहिला सुरुमा अनि त्यसपछि मिडियम टु लो हिटमा 3-4 सिटी लगाएको छु। घरमा खसीको खुट्टा पाकेर रेडी भइसकेको छ। मैले 4-5 सिटी लगाइसकेको छु। मैले ढक्कन खोलेर राम्रोसँग चलाएर मिक्स गरेँ। यसमा भएको झोल पनि हल्का सुकिसकेको छ। हजुरहरूले देख्न सक्नुहुन्छ यो 3-4 जनालाई मजाले पुग्छ यति झोलले। यसरी पकाएको खसीको खुट्टा एकदमै स्वादिलो हुन्छ, बाक्लो हुन्छ। हजुरहरूलाई झोल अझै पुग्दैन भने अझै थोरै पानी राखेर उमाल्न सक्नुहुनेछ र नुन पनि टेस्ट गरेर नुन राख्नुहोला। हरियो धनिया छ भने काटेर राख्नुहोस्। मैले मसिनो गरेर धनिया काटेर राखेँ अनि राम्रोसँग चलाएर मिक्स गरेँ। यसरी जाडोमा अथवा पानी परेको बेलामा यसरी तातो झोल खानासँग एकदमै मिठो हुन्छ अनि स्वास्थ्यको लागि पनि एकदमै हेल्दी हुन्छ। चिसो पनि फ्याक्छ अनि हात खुट्टा दुखेको बेलामा पनि यसरी बनाएर खाँदाखेरि एकदमै राम्रो हुन्छ। हजुरहरूले देख्न सक्नुहुन्छ यो लतक्क भएर पाकेको छ। भिडियो मन परेमा अवश्य पनि पकाएर खानु होला र कस्तो बन्यो कमेन्ट पनि गरिदिनु होला। साथीभाइ र फ्यामिलीसँग शेयर गरिदिनु होला। भिडियो पुरा हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद र सब्स्क्राइब गर्नु भएकोमा पनि धेरै धेरै धन्यवाद।